कम्बाइनको आज एउटा त्यो पार्ट सक्छौँ हामी हैन ल एकैछिन ल अब गफ नगरौँ हैन छुटेकाहरू साथीहरूले भिडियो नि हेरिहाल्नुहुन्छ अब नआउनेलाई केही पनि भन्नु हामी त्यो हिजो एउटा पार्ट बाँकी छ नि इक्जाममा त्यो गए साल आएको छैन योभन्दा अघिल्लो च्याप्टर पनि आएको छैन है माइक्रो फाइनान्स यो पालि आउन सक्छ कि हिजो पढेको पार्ट जस्ताको जस्तै आउन सक्छ कि आज पढेको पार्ट आउन सक्छ है हामी आज पार्ट 2 भनेको छौँ ल सर यो अब इन्भेस्टमेन्ट सक्यो एउटा बाँकी छ नि डेरिभेटिभ त्यो नपढाउन नि हुन्छ तर म पढाइदिन्छु पार्ट 2 मा नोट भने लेख्न त सक्यो नि के छ भने सोध न भोलि गरौँ नि फेरि नोटमा लेख्नुस् त साथीहरु नोटमा लेख्नुस् त यदि क्वेशनमा अथवा फर्मुलामा यदि क्वेशनमा अथवा फर्मुलामा यदि क्वेशनमा पर स्टाफ आयो भने यदि फर्मुलामा अथवा क्वेशनमा पर स्टाफ भन्ने एउटा आयो भने छुट्टैको कपी बनाएको सब्जेक्ट वाइज आयो भने मुनि सधैं नम्बर अफ स्टाफ राख्नु के राख्नु साथीहरु नम्बर अफ स्टाफ राख्नु पर्दछ राख्ने सेकेन्डमा लेख्नुस् यदि फर्मुलामा अथवा क्वेशनमा गफ नगरेर सानो ल क्वेशनमा पर क्लाइन्ट भन्ने एउटा आयो भने के अरे पर क्लाइन्ट भन्ने एउटा आयो भने ओड आयो भने ओड जोडको ठ्याक्कै क्वेशन निकालेर मलाई दियो ल यसको आयो भने मुनि सधैं नम्बर अफ क्लाइन्ट्स राख्नु के अरे नम्बर अफ क्लाइन्ट्स राख्नु पर्छ यसमा तपाईले दुईवटा जति फर्मुला याद गर्नुपर्छ हैन अनि एउटा पार्ट सकिन्छ यो पार्ट सकेपछि के हिजोको यो पार्ट एक्जाममा आउने है दुईटै आउँदैन सर दुईटा टाइपको मात्रै क्वेशन हुन्छ यसमा जम्मा दुईटा टाइपको मात्र क्वेशन हुन्छ भाइ है दुईटा टाइप मात्र हुन्छ पेज नम्बर कति माथि कसैले भन्दै हुन्छ मलाई माइक्रो फाइनान्स है 155 मा धेरै पेज नम्बर 155 मा रहेछ हैन यसपछिको अर्को च्याप्टर त यसको कति सजिलो छ तपाईले पढेकै कुरा हो कोअपरेटिभ्स 155 मा मैले लङ क्वेशन गर्दिन्छु सिरियल नम्बर 5 को है यसमा हामीले जस्तै हेर्नुस् है साथीहरु अब फर्मुला पनि त बनाउनु पर्यो नि हैन र जस्तै तपाईले नम्बर अफ एक्टिभ यसरी भन्न सक्छ कि नम्बर अफ एक्टिभ लोन पर स्टाफ भनेर सोध्न सक्छ यसरी हेर्नुस् त यहाँ के आयो साथीहरु पर स्टाफ भन्ने एउटा आयो नि तल के राख्नु भन मुनि के राख्नु पर्यो नम्बर अफ स्टाफ राख्नु पर्यो कि हेर्नुस् नम्बर अफ स्टाफ राख्नु माथि के राख्नु छ भन्दाखेरि यहाँ हेर्नुस् त के छ नम्बर अफ एक्टिभ लोन भनेर के राख्नु पर्यो नम्बर अफ एक्टिभ लोन अथवा टोटल नम्बर अफ एक्टिभ लोन भनेर माथि राख्ने है नम्बर अफ एक्टिभ के लोन यहाँ इन्टु 100 हुँदैन है जति आन्सर आउँछ नि एउटा स्टाफले त्यति लोन हेर्छ भन्ने हुन्छ पछि हामी क्याल्कुलेसन गरेर थाहा भइहाल्छ बी नम्बरमा हेर्नुस् त बी नम्बरमा नम्बर अफ एक्टिभ लोन पर क्लाइन्ट भन्यो भने साथै के अरे पर क्लाइन्ट भन्यो हेर्नुस् त क्लाइन्ट भन्ने एउटा आइन्छ हैन पर तल के राख्नु पर्यो भन त नम्बर अफ CLIENTS क्लाइन्ट्स माथि के राख्नु पर्यो टोटल नम्बर अफ एक्टिभ लोन राख्नु पनि हाम्रो सक्यो है यसरी हामी फर्मुलामा हेर्नुस् है जतिमा पनि पर स्टाफ आयो भने तल टोटल स्टाफ राख्ने अथवा नम्बर अफ स्टाफ पर क्लाइन्ट आयो भने त्यसरी राख्नु पर्यो ल अब यसमा हामीले एउटा याद गर्नुपर्ने भनेको एभरेज लोन आउटस्ट्यान्डिङ फर्मुला चाहिँ याद गर्नुपर्छ एभरेज लोन आउटस्ट्यान्डिङ फर्मुला याद गर्नुपर्छ है साथीहरु एभरेज लोन आउटस्ट्यान्डिङ भनेको
ग्रस पोर्टफोलियो लोन हामीले माथि राख्ने। हिजोको केसमा सबैमा तल ग्रस पोर्टफोलियो लोन राखेका थियौँ, याद छ कि छैन तपाईलाई? हो, यो केसमा चाहिँ एभरेज लोन आउटस्ट्यान्डिङ भन्यो भने चाहिँ तपाईले याद गर्नु पर्यो। ग्रस पोर्टफोलियो लोन कहाँ राख्ने साथीहरु? माथि राख्ने। एभरेज भन्ने बित्तिकै हामी नम्बर अफ लोनी अथवा नम्बर अफ टोटल लोनी, नम्बर अफ लोन लिने मान्छेलाई लोनी, ऋणीलाई लोनी भनिन्छ कि LOANE लोनी भन्नु र BORROWER ब्रोर भन्नु एउटै कुरा है। BORROWER ब्रोर सापटी लिने मान्छे के लोनी लिने मान्छे कति जना छ त त्यसलाई तल राख्नु पर्यो। नम्बर अफ लोनी भन्नु र ब्रोर भन्नु के हो? एभरेज लोन आउटस्ट्यान्डिङ को चाहिँ फर्मुला याद गर्नु पर्यो। के रहेछ फर्मुला? ग्रस पोर्टफोलियो लोन माथि राख्ने, मुनि के राख्नु पर्ने रहेछ? नम्बर अफ लोनी अथवा ऋणी कति छन् त तिनीहरुलाई चाहिँ तल राख्नु पर्यो ल। अनि डी नम्बरमा अपरेटिङ कस्ट रेशियो, यो फर्मुला पनि याद गर्नुपर्छ एउटा। अपरेटिङ कस्ट रेशियो, यो दुईटा फर्मुला याद गर्नु भने यो पार्ट 2 सकिन्छ साथीहरु है। हामीले यहाँ जति पनि लेख्यौ नि फर्मुला हेर्नुस् त 1 2 3 4 वटा, यो दुईवटा फर्मुलामा चाहिँ तपाईले हेर्नुस् त यो तीनवटा फर्मुला चाहिँ हामी प्रत्येकमा 2-2 वर्षको निकाल्छौं नि। जस्तो तपाईलाई इयर 1 र इयर 2 दियो अथवा 2022 र 2023 दियो, एक्जाममा मानौ तपाईलाई 2024 र 25 दियो भने प्रत्येकको हामीले दुईटै वर्षको के निकाल्छौं? रेशियो निकाल्छौं। तर अपरेटिङ कस्ट रेशियो कहिले पनि 2 वर्षको हुँदैन, यो सेकेन्ड इयरको मात्र अथवा करेन्ट इयरको मात्र निकालिन्छ। किनभने अपरेटिङ कस्ट रेशियो फर्स्ट इयरको किन निकालिदैन भन्दाखेरि नि फर्स्ट इयरमा कुनै पनि कम्पनी रन गर्दाखेरि अरु खर्चहरु पनि हुन्छ नि त, त्यो खर्चहरु अपरेटिङ कस्टमा समावेश गरिने भएको हुनाले नर्मली हामी फर्स्ट इयरमा चाहिँ कहिले पनि अपरेटिङ कस्ट रेशियो निकाल्दैनौं। यो कहिलेको मात्र निकालिन्छ? सेकेन्ड इयरको मात्र निकालिन्छ भनेर दिमागमा राख्नु पर्यो है। अपरेटिङ कस्ट रेशियो निकाल्दाखेरि अपरेटिङ कस्टलाई माथि राख्ने, अपरेटिङ कस्ट अथवा टोटल अपरेटिङ कस्ट डिवाइडेड ग्रस पोर्टफोलियो लोन हुन्छ। तर कस्तो ग्रस पोर्टफोलियो भन्दाखेरि एभरेज ग्रस पोर्टफोलियो लोन, एभरेज ग्रस पोर्टफोलियो लोन इन्टु 100% हुन्छ साथीहरु। यसमा मात्र इन्टु 100% हुन्छ, अरु जति आन्सर आउँछ त्यसैमा लेख्ने हो, टाइम्स हुँदैन, यसको युनिट हुँदैन है अरुको। अपरेटिङ कस्ट रेशियो सधैं अपरेटिङ कस्ट रेशियो सधैं सेकेन्ड इयरको मात्र निकाल्ने। सेकेन्ड इयर भन्नु नै करेन्ट इयरको निकाल्नु पर्दछ भनेको है, निकाल्नु पर्छ। अब एभरेज ग्रस पोर्टफोलियो लोन भनेको के हो त लेख्नु पर्यो नि। एभरेज ग्रस पोर्टफोलियो लोन भनेको के हो साथीहरु? एभरेज भन्ने बित्तिकै यो दुईटालाई जोड्ने। जस्तै ग्रस पोर्टफोलियो लोन फर्स्ट इयर, ग्रस पोर्टफोलियो लोन के फर्स्ट इयर प्लस के होला भन्नुस् त ग्रस पोर्टफोलियो लोन के सेकेन्ड इयर। यो दुईटालाई जोडेर कतिले भाग गर्नु पर्यो? एभरेज भनेको 2 ले भाग गर्नु पर्यो। तर हेर्नुस् त एभरेज लोन आउटस्ट्यान्डिङमा चाहिँ हामीले नम्बर अफ लोनी अथवा नम्बर अफ बरोवर राख्छौं है। अनि अपरेटिङ कस्ट रेशियो निकाल्दा चाहिँ हामीले के गर्नु पर्दो रहेछ? अपरेटिङ कस्ट रेशियोमा हामीले सधैं हेर्नुस् है इन्टु 100 गर्नुपर्छ, अथवा यो पर्सेन्टमा आउँछ, अरु चाहिँ पर्सेन्ट हुँदैन, अरु नर्मली लेखिन्छ। यो ओल्ड इज गोल्डको क्वेशन नम्बर 4 मा छ साथीहरु हैन, अनि 5 मा पनि छ। 4 को तपाईहरुले गर्नु होला, मैले 5 को गर्दिन्छु। क्वेशन जस्ताको जस्तै हो, बुकमा पनि छ, यो पार्ट 2 को है। अब हामी क्वेशन तिर लाग्छौं। पेज नम्बर 156 है, पेज नम्बर 156 मा छ। सिरियल नम्बर कतिमा छ भने 5 मा छ है। सिरियल नम्बर 5 को क्वेशन हामी गर्दै छौं। गयो पाली आएको छैन, यो पाली आउन सक्छ है क्वेशन। यो आयो भने तपाईलाई 15 मार्क्समा आउँछ यो क्वेशन। 10 मा पनि दिन सक्छ भन्न सकिदैन हैन। 10 मा आयो भने पनि सजिलो क्वेशन हो, गाह्रो होइन। क्वेशन पढौँ यो। हेर्नुस् त क्वेशन के छ? कन्सिडर द फलोइङ पोर्टफोलियो एक्टिभिटी रिपोर्ट अफ छिमेकी लघु वित्तीय संस्था लिमिटेड फर फिस्कल इयर 2021-22।
भनेपछि हामीलाई फिजिकल इयर 21 र 22 को दिएको रहेछ के 21 भनेको फर्स्ट इयर हो 22 भनेको सेकेन्ड इयर हो अथवा 2020 21 भनेको के हो फर्स्ट इयर हो 2021 22 भनेको के सेकेन्ड इयर अब तपाईलाई धेरै कुराहरु हेर्नुस् त नम्बर अफ एक्टिभ क्लाइन्ट नम्बर अफ टोटल लोनी बरोवर भनेर सबै दिएको छ टोटल नम्बर अफ स्टाफ सबै यो कुराहरु इन्फर्मेसन दियो अब त्यहाँ भित्र हामीले पढेर साथै हुँदैन के त्यो पोइन्टहरुलाई किन पढ्ने काम छैन सिधै तल जाने on the basis of given information you are required to calculate the following productivity and efficiency ratios a number मा के भन्छ number of active loan per staff निकाल रे number of active loan per staff भन्ने एउटा नि number of staff तल राख्ने माथि राख्नु पर्यो active number of active loan भनेर माथि राख्नु पर्यो अथवा total number of active loan भनेर माथि राख्नु यो दुईटै इयर को निकाल्नु पर्यो के हामीले अरु सबै रेशियो दुईटै इयर को निकाल्ने तर कुन मात्र निकाल्न पाइदैन 2 वर्षको अपरेटिङ कस्ट रेशियो इन्टु 100% गर्नुपर्छ यो जहिले पनि सेकेन्ड इयर को मात्र निकाल्नु पर्छ है ल क्याल्कुलेसन तिर लागौ त अब मेटे है मैले यो कसैको छैन नि बाँकी हेर्न सार्नु ल यो मेटे है क्वेशन यो जस्ताको जस्तै आइदिन्छ है त्यही भएर अलि प्र्याक्टिस गर्नला घर गएर एकपटक हातले पनि गर्ने क्वेशन हेर त ए नम्बरमा हामीलाई calculation of number of active loan per staff for both year अथवा each year भनेर लेख्दा राम्रो सही अब हामी फर्मुला लेख्छौं यहाँनिर number of active loan per staff फर्मुला के हो साथीहरु हेर्नुस् त पर स्टाफ भन्ने एउटा तल के राख्नु पर्यो नम्बर अफ स्टाफ राख्नु पर्यो अनि माथि के राख्नु पर्यो टोटल नम्बर अफ एक्टिभ लोन भनेर राख्नु पर्यो के है अब हेर्नुस् है फर हामी पहिलेको लागि निकाल्छौं 2020 21 को लागि निकाल्छौं 20 21 को लागि हेर्नुस् त 20 मा जानुस् हाम्रो टोटल नम्बर अफ एक्टिभ कति छ हेर्नुस् त नम्बर अफ एक्टिभ लोन भनेर कति छ लोनी भन्नु लोन नम्बर अफ एक्टिभ लोन हेर्नुस् है 2 लोनी भनेको छ हैन ल यो नम्बर अफ एक्टिभ लोनी भन्नु नै के हो लोनी भन्नु र यहाँनिर हेर्नुस् है एलओएनई लोनी भने लोन लिने मान्छे हैन त्यसलाई बरोवर पनि भन्छ बरोवर है लोनको ठाउँमा लोन लेख्यो है के पनि हैन कति छ हेर त 255 हो डिवाइड कति गर्नु पर्यो साथीहरु हेर्नुस् त नम्बर अफ 0.609 लोनी भन्नु बरोबर भन्नु एउटा नम्बर एक्टिभ लोनी अथवा बरोबर 418.72 ल तपाईले यहाँ यो हेर्नुस् त नम्बर अफ एक्टिभ लोन पर स्टाफ छ नि यसलाई म चाहिँ राउन्ड अफ गरेर राख्छु भन्न नि मिल्छ हैन जति आउँछ त्यति लेख्दा हुन्छ एउटा स्टाफले यति चाहिँ के हेर्दो रहेछ लोनीहरुलाई हेर्छ भनेको के टाइम्स भन्नु हैन यसको के भन्छ टाइम्स लेख्ने के यतिकै छ हैन टाइम्स अनि के लेख्ने हैन युनिट के लेख्नु पर्दैन यतिकै लेखिने है अनि फर कसको लागि निकाल्नु साथीहरु 2021 22 को लागि निकाल्ने है पर स्टाफ भनेर आउँछ के 2018 2022 है पर स्टाफ चाहिँ एउटा स्टाफले यति हेर्ने हो के हामीले एउटा स्टाफले 418.72 त्यसलाई राउन्ड अफ गर्दा पनि हुन्छ है किनकि मान्छे त पोइन्टमा हुँदैन नि त त्यही भएर यसले चाहिँ यसलाई पछाडीको हटाएर 418 मात्र राखेको छ केही फरक हुँदैन तपाईले जस्तै मान्छेलाई त बढाउन मिल्दैन नि त हैन त्यही भएर 418 पर स्टाफ एउटा चाहिँ यति हेर्छ भनेको के मान्छेलाई राम्रो गर्दा बढाउन मिल्दैन है व्यक्तिलाई चाहिँ अब हेर त अर्कोको कति छ नम्बर अफ एक्टिभ लोनी कति छ हेर्नुस् त 22 मा 262 छ डिवाइडेड कति 0.6 यो कति आउँछ 383.6 83.6 यसलाई पनि राउन्ड अफ गर्दा हामी पछाडीकोलाई हटाइदिने 383.6
पर स्टाफ एउटा स्टाफले यति हेर्छ भनेको है राउन्ड अफ गर्दा व्यक्ति हुने भएकोले हामी त्यसलाई बढाउन मिल्छ त मिल्दैन। अब हेर्नुस् त बी नम्बरमा के भन्छ हामीलाई साथीहरु नम्बर अफ एक्टिभ क्लाइन्ट्स पर स्टाफ अरे के निकाल्नु अरे नम्बर अफ एक्टिभ क्लाइन्ट्स पर स्टाफ यसको फर्मुला कसले भन्छ मलाई के हो यसको फर्मुला सेम हो तल मात्र चेन्ज हुन्छ नम्बर अफ के हुन्छ साथी नम्बर अफ क्लाइन्ट आउँछ क्लाइन्ट्स माथि के हुने भयो टोटल नम्बर अफ एक्टिभ लोनी एक्टिभ लोनी कसरी होला भाइ क्लाइन्ट छ नि त यहाँ क्लाइन्ट चाहिँ लेख्नु पर्यो के यहाँ क्लाइन्ट छ नि त हैन र 2020-21 को लागि निकाल अनि फर्मुला अघि लेख्दा त हामीले त्यही लेखेको हैन अघिको हैन एक्टिभ क्लाइन्ट्स भनेको छ भने हामीले यहाँनिर नम्बर अफ एक्टिभ लोन पर क्लाइन्ट भनेको छ भने तल के राख्नु पर्यो यहाँ जे सोधेको त्यही राख्ने हो नि त त्यो फर्मुला फरक त्यो पनि सोध्न मिल्यो त्यो सोधेको छ त माथि चाहिँ भनेको छ अनि चाहिँ हामीले त्यो क्लाइन्ट अघि नम्बर अफ एक्टिभ क्लाइन्ट लेखेको थियो यहाँ नम्बर अफ एक्टिभ क्लाइन्ट पर स्टाफ भनेको थियो नि अघि नम्बर अफ एक्टिभ लोन पर क्लाइन्ट भने होला के प्लस क्लाइन्ट भनेको अनि अगाडि त एक्टिभ लोन आएको होला नि त भाइ त्यो त एक्टिभ लोन पर क्लाइन्ट भन्छ अनि अघि हेर अघिको यो फरक छैन स्टाफ चाहिँ यहाँ स्टाफ छ अनि यहाँ के छ नम्बर अफ एक्टिभ क्लाइन्ट छ नि त अगाडि अगाडिको कुरा माथि राख्नु पर्यो नि हैन र अघि पनि त्यही गरे हैन र त्यो फर्मुला यो फरक हो नि त नम्बर अफ एक्टिभ लोन पर क्लाइन्ट भन्यो भने के हुन्छ फेरि नम्बर अफ एक्टिभ लोन माथि राख्नु पर्यो तल के राख्नु पर्यो नम्बर अफ क्लाइन्ट त्यो पनि सोध्नु पाए यहाँ सोधे हैन नि त अहिले ल हेर त नम्बर अफ एक्टिभ क्लाइन्ट्स कति छ 2020-21 मा उ माथि जाने 396 रहेछ नम्बर अफ क्लाइन्ट कति छ हेर त्यसैको कहाँ छ त्यो पर स्टाफ भन्दा यहाँ नम्बर अफ क्लाइन्ट को लेखेर छ है सरी नम्बर अफ यहाँ हेर्नुस् न पर स्टाफ छ नि त पछाडी हैन र यहाँ मैले लेख्दा मिस्टेक लेखेछु के तल चाहिँ स्टाफ यही नै हुने भयो 0 पॉइंट कति छ हेर 609 यसको आन्सर कति हुन्छ साथी कति एक्ज्याक्टली हो 650.24 पनि लेख अनि पछाडी लेख न ल यसरी 650 पर स्टाफ हेर्नुस् है पर स्टाफ पनि त पछाडी हैन यहाँ अगाडिको माथि राख्ने मुनिको पछाडी किन पर स्टाफ भने पर क्लाइन्ट भने चाहिँ पर क्लाइन्ट राख्छ अनि 2000 कतिको निकाल्नु पर्यो फेरि 21-22 को हेर 21-22 मा कति छ नम्बर अफ एक्टिभ क्लाइन्ट कति छ अरे 417 डिवाइडेड त्यही माथि के भनेको पर स्टाफ टोटल नम्बर अफ स्टाफ 0.683 कति हुन्छ यसको 10.54 एउटा स्टाफले कति हेर्दो रहेछ 610 पर स्टाफ राउन्ड अफ गरेर पढाएको छ नपढाउँदा हुन्छ केही फरक हुँदैन अनि सी नम्बरमा के भने हामीले हेर्नुस् त एभरेज लोन आउटस्ट्यान्डिङ भनेको छ एभरेज लोन आउटस्ट्यान्डिङ एभरेज लोन आउटस्ट्यान्डिङ को फर्मुला के हो भन्नुस् त ग्रॉस पोर्टफोलियो लोन डिवाइडेड बाइ नम्बर अफ लोन नम्बर अफ लोनी अथवा बरोर है नम्बर अफ या लोन ए या ई लोनी भन्नु र बरोर भन्नु एउटै कुरा है ल एभरेज लोन आउटस्ट्यान्डिङ यो पनि हामीले कतिको निकाल्नु पर्यो भन्नुस् त 2020-21 को र 2021-22 को ग्रॉस पोर्टफोलियो लोन हेर कति छ यहाँनिर दिएको हुन्छ हेर्नुस् है ग्रॉस पोर्टफोलियो लोन भनेर ग्रॉस आउटस्ट्यान्डिङ लोन पोर्टफोलियो भनेको छ हेर्नु कति छ 25,183 नम्बर अफ लोनी बरोर कति छ हेर 255 कति आउँछ यो
हेर्नुहोस् एभरेज लोन आउटस्ट्यान्डिङ हो यो रुपिसमा लेख्दै कति 0.62 अनि यसरी नै हामी 2021-22 को एभरेज लोन आउटस्ट्यान्डिङ लेख्छौं त्यसको पनि फर्मुलामा ग्रस पोर्टफोलियो लोन भनेर माथि राख्ने कति छ हेर 33 7 24 900 कति छ 30 डिवाइडेड कति गर्नु पर्यो 262 हजुर हेर त यसमा नम्बर अफ लोनी कति छ 262 यो ठीक छ राउन्ड अफ गर्दा त्यति लेख्नु हाल ठीक छ कति गरे 262 265 छ अरे हेर्नुस् है 62 भन्नु भयो है कति आउँछ यो 1,27,576.06 यो निकालेर बुझे नि हैन हामीले फर्मुलामा आन्सर हाले त हो नि फर्मुलामा चाहिँ तपाईले के राख्नुको भ्यालु पुट गर्दिनु अनि आन्सर आइहाल्यो है अब यसपछि डी नम्बरमा हामीले के सोच्छ हेर्नुस् त अपरेटिङ कस्ट रेशियो अहिलेसम्म हामीले सबै फर्स्ट सेकेन्ड इयरको निकाल्यौ तर अपरेटिङ कस्ट रेशियो सेकेन्ड इयरको निकाल्न पाइन्छ मात्र निकाल्न पाइन्छ फर्स्ट इयरको निकाल्न पाइदैन है डी नम्बरमा अपरेटिङ कस्ट रेशियो अलवेज क्याल्कुलेसन के सेकेन्ड इयर यसको फर्मुला के हो साथीहरु अपरेटिङ कस्ट डिवाइडेड के एभरेज ग्रस पोर्टफोलियो लोन के अरे एभरेज ग्रस पोर्टफोलियो लोन इन्टु 100% नि गर्नुपर्छ यहाँ है अब हेर्नुस् त अपरेटिङ कस्ट भनेर पहिले पनि डाइरेक्टली दिएको हुँदैन एभरेज ग्रस पोर्टफोलियो लोन भनेर पनि दिएको हुँदैन पहिलो र दोस्रो वर्षलाई जोड्ने दुईले भाग गर्ने एभरेज ग्रस पोर्टफोलियो लोन आयो अपरेटिङ कस्ट हामी सेकेन्ड इयरको मात्र राख्न पाइन्छ है हामी यो पहिलेको मात्र क्याल्कुलेसन गर्न पाउँछौं 2021-22 को मात्र हामी क्याल्कुलेसन गर्ने के अब तपाईले अपरेटिङ कस्ट भनेर हेर्नुस् त एक्सपेन्सेस नगर्दै सबै अपरेटिङ कस्ट हुन्छ हेर्नुस् त all expenses plus depreciation गर्नु भयो भने हाम्रो अपरेटिङ कस्ट आउँछ यहाँ हेर त इन्ट्रेस्ट एक्सपेन्सेस फीज एन्ड कमिसन पर्सनल एक्सपेन्सेस अदर अपरेटिङ एक्सपेन्सेस प्लस डेप्रिसिएसन बुझ्नु भयो मैले भनेको कुरा अपरेटिङ कस्ट कसरी आउने रहेछ all expenses मा के जोडिदिने डेप्रिसिएसनलाई पनि जोडिदिनु पर्यो डेप्रिसिएसनलाई पनि जोड्नु पर्यो है मैले एकाको मेटे है यसमा हेर्नुस् त हामीले अपरेटिङ कस्ट निकाल्नु पर्यो अपरेटिङ कस्ट त्यसलाई टोटल अपरेटिङ कस्ट भनेर हुन्छ फर 2021-22 को लागि क्वेशनमा दिएका all expenses प्लस के गर्नुपर्छ साथीहरु डेप्रिसिएसनलाई जोडिदिनु पर्छ हेर्नुस् त क्वेशनमा के छ all expenses भनेको यहाँनिर इन्ट्रेस्ट एक्सपेन्सेस छ त्यसपछि हेर त्यसपछि के छ फी एन्ड कमिसन छ त्यसपछि हेर त पर्सनल एक्सपेन्सेस त्यसपछि हेर अदर अपरेटिङ एक्सपेन्सेस मा के जोडिदिनु पर्यो अर्को डेप्रिसिएसन एन्ड अमोर्टाइजेसनलाई जोडिदिनु भने आउँछ है यो जोड्नु भने हाम्रो टोटल अपरेटिङ एक्सपेन्सेस आउँछ टोटल अपरेटिङ एक्सपेन्सेस फर 2021-22 अमाउन्टलाई हेर त माथि जानुस् अमाउन्ट हेर्नुस् इन्ट्रेस्ट एक्सपेन्सेस कति छ 22 को हेर्ने है 22 को 247,169 हो त्यसपछि फी एन्ड कमिसन हेर 101 अर्को छ 9,10,617 अर्को छ 1,44,408 अर्को कति छ हेर त 408 अब एउटा कुरा नि अहिले हामीलाई एभरेज ग्रस पोर्टफोलियो चाहिने हो एभरेज ग्रस पोर्टफोलियो त हामी
कहाँ निकालेका हुन्छौँ यहाँ अहिले निकाल्छ नि वर्किङ नोटमा एभरेज ग्रस पोर्टफोलियो लोन भनेको पहिलो र दोस्रोलाई जोडेर 2 ले भाग गर्ने के तपाईलाई यो अपरेटिङ कस्ट चाहिन सक्छ हैन अपरेटिङ कस्ट चाहियो अहिले तपाईले 2022 भनेको सेकेन्ड इयर मात्र निकाल्नु भयो अब तपाई अलिकता चलाख के पनि हुनुपर्छ भने 2020 र 21 पनि निकाल्दिने के साइडमा अहिले हामीलाई चाहिन्छ यो एकछिनमा है त्यही भएर निकाल्दिने दुई चोटी गर्नु पर्दैन नि त हेर्नुस् त कति कति छ त्यहाँ जो हेर्दै जानुस् 199820 हैन त्यसपछि अर्को हेर 76 447 त्यसपछि अर्को 407 अनि अर्को 3503 हैन यो सबै जोड दिनुस् न यो एउटा आउँछ अनि यहाँ पनि यो सेकेन्ड इयर को लागि भयो यो फर्स्ट इयर को लागि भयो फर्स्ट इयर को किन चाहिन्छ भन्नुलाई अहिले हामीले चाहिन्छ एकछिन यहाँको 29 लाख 80,453 यताको चाहिँ 61,503 61 हो 61,503 औले पनि निकाल्नुस् हेर्नुस् त पहिलो वर्षमा बढी अपरेटिङ रहेछ नि त हैन त्यो भएर हामी अपरेटिङ रेशियो जहिले पनि सेकेन्डको मात्र निकाल्छौं के अहिले हामीलाई चाहिन चाहिँ किन चाहिन्छ सर भन्नुलाई अहिले एकछिनमा थाहा पाएर हुन्छ चाहिन्छ यो अब यहाँ पछि हामीलाई एउटा के चाहियो साथीहरु एभरेज ग्रस पोर्टफोलियो पनि चाहियो नि हैन र एभरेज ग्रस पोर्टफोलियो लोन भनेको दुईटा वर्षको लागि जोड्ने डिवाइड बाइ 2 गर्ने हेर्नुस् त ग्रस पोर्टफोलियो लोन फर्स्ट इयर को हेर्नुस् कति छ ग्रस पोर्टफोलियो लोन फर्स्ट इयर प्लस सेकेन्ड इयर गर्नुस् डिवाइड 2 गर्नुस् हेर्नुस् त कति छ फर्स्ट इयर को हेर न एभरेज ग्रस पोर्टफोलियो लोन कति छ यहाँ यो ग्रस पोर्टफोलियो लोन हेर्ने के फर्स्ट इयर को 25 लाख 3 करोड हो क्या 25 लाख 2 करोड 51,83,195 प्लस 3 करोड 34,24,930 930 यो दुईटालाई जोडेर डिवाइड 2 गर्नुस् त 2 करोड 93,04,000 कति हो 4,065 29304062.5 62.5 एक दस 100,000 10 लाख 10 करोड भयो त 29304 and this is 062 ओके ल 0.5 062.5 ल 2 करोड 93,04,062.5 आएर रहेछ यो गर्नु भएको छैन गर्नुलाई यो मैले क्याल्कुलेसन गरे नि तपाईले गर्नु भएको छ आन्सर मिल्ने रङ भएन आन्सर मिल्छ यसमा अपरेटिङ कस्ट यहाँ कहाँको राख्ने होला भन त मलाई सेकेन्ड इयर को मात्र राख्ने यो कति छ हेर 2 करोड ए हैन होला 2 करोड कति हो 98 लाख 35 लाख 2 लाख हो क्या 1,100,000 10 लाख फर्स्ट को भयो 35 लाख 61,530 सेकेन्ड इयर को त त्यो उल्टो भयो त्यो टोटल अपरेटिङ एक्सपेन्स हो सुरुमा सलिड 2020 मैले अगाडि पाइट 2 को लेखेको थिए कि यो यता लेख्नु पर्यो हैन कति थियो 2 29,80,553 हो अब यो यता लेख्नु पर्यो है तपाईहरुले जोड्नु भयो मैले अगाडि त्यो मात्र लेखेछु कि 35,61,503 ल डिवाइडेड बाइ उल्टो भएछ है यो 2,93,04,000 अपरेटिङ कस्ट कति राख्नु पर्यो साथीहरु 35,65,503 ल डिवाइडेड कति गर्नु पर्यो 2 करोड 93,04,062 कति पर्सेन्ट आउँछ यो 12.15 ल 12.15 है आन्सर मिल्नु पर्यो यसको 12.15 आउँछ निकाले बुझ्या छ अब अलिकता लेन्थी जस्तो छ हैन क्याल्कुलेसनको पार्टमा चाहिँ तपाईले बिगाड्नु भएन के यो हामीले सुरुमै 21 र 22 को फर्स्ट र सेकेन्ड निकाल्दिने किन निकाल्ने भन्दाखेरि अहिले हामीले चाहिन्छ के अब तपाईले डी नम्बरमा यो सोधे ई नम्बरमा हेर्नुस् त
कस्ट पर लोन भनेर सोधेको छ। कस्ट पर लोन, कस्ट भनेको अपरेटिङ कस्ट राख्नु पर्यो, पछाडी पर लोन भने नि त, पर लोन भने लोनी के है। अनि त्यसपछि हेर्नुस् त नम्बर अफ लोन त पर हो, कस्ट पर एक्टिभ क्लाइन्ट भनेर सोधे नि। हेर्नुस् त ए नम्बर, त्यसपछि ई मा के सोधे साथीहरु हामीलाई? कस्ट पर लोन। कस्ट पर लोन भनेर सोधेको छ, एल ओ एन लोन भनेर। कस्ट भने के राख्ने साथीहरु? माथि अपरेटिङ कस्ट, अपरेटिङ कस्ट राख्नु पर्यो, डिवाइडेड के बरोबर नम्बर अफ लोनी लोनी भनेर राख्नु पर्यो, अथवा बरो लोनी अथवा बरो। अब यो पनि फर कसको लागि निकाल्नु पर्यो? 2020-21 को लागि निकाल्नु पर्यो। फेरि कसको लागि निकाल्नु पर्यो? 2021-22 को लागि निकाल्नु पर्यो के, दुईटा निकाल्नु पर्यो। त अब अपरेटिङ कस्ट चाहिएको छैन फर्स्ट इयर को, त्यही भएर यहाँ निकालेको के हामीले। ल निकाल्नुस्, यहाँनिर अपरेटिङ कस्ट फर्स्ट इयर को हेर कति छ? 29 लाख 2 करोड 98 लाख हैन, 2 करोड हैन, 29 लाख 80,000 453। नम्बर अफ लोन या त बरो हेर त कति छ? 20-21 मा 255। 255 कति आउँछ यो? 11,688 पोइन्ट कति? 0.05। ल यसरी नै निकाल्ने। इन्दिरा बुझिनौ र? फेरि एकचोटी गर न, आउँछ के सबैको आए, तिम्रो नि आउनु पर्यो नि। यो सबैले जोडेको के, तिमीले जोडेको बिग्रियो होला के है। यो यति आउँदो रहेछ। अनि यति अर्को हेर त साथीहरु, यसको अपरेटिङ कस्ट कति छ हेर त? 35,61,503। अनि यसमा कति छ? नम्बर अफ लोन अथवा बरो 262 छ। यसको आन्सर कति आउँछ? 13,593.52। 13,593.52 ल 5। यसमा सबैमा यसले चाहिँ राउन्ड अफलाई चाहिँ इग्नोर गरे। तपाईं झुक्किनुहुन्छ भने कहीँ पनि राउन्ड अफलाई इग्नोर नगरे लेखिदिने केही फरक पर्दैन। त्यसपछि ई पछि एफमा सोध्यो साथीहरु हामीलाई। एफमा के सोधेको छ हेर्नुस् त? कस्ट पर एक्टिभ क्लाइन्ट भनेर सोध्यो। कस्ट भने के राख्ने? अपरेटिङ कस्ट डिवाइडेड नम्बर अफ क्लाइन्ट्स। अब हेर्नुस् त एक्टिभ क्लाइन्टमा हामीलाई क्लाइन्ट्स पनि दिनु पर्यो के, माथि दिएको छ कि छैन? नम्बर अफ एक्टिभ क्लाइन्ट भनेर दिएको छ। कस्ट पर क्लाइन्ट भनेर सोध्यो। कस्ट पर क्लाइन्ट्स, पर क्लाइन्ट्स भन्ने एउटा हामी मुनि के राख्नु पर्छ साथीहरु? नम्बर अफ एक्टिभ क्लाइन्ट्स अथवा नम्बर अफ क्लाइन्ट्स। माथि के राख्नु पर्यो? अपरेटिङ कस्ट राख्नु पर्यो। यो पनि सेम हामीले अपरेटिङ कस्ट 2021-22 को लागि गर्छौं र 2021-22 को लागि गर्छौं। ल निकाल्नुस्। यो मेटिदिए यार मैले। यहाँ कति आएको थियो यहाँनिर? यो मेटिछु के मैले 35,61,000 है 503। ल अब हेर त यो हामी एक्टिभ कस्ट पर क्लाइन्ट 2020-21 को लागि गर्छौं भनेपछि यसमा अपरेटिङ कस्ट कति छ हेर? 29,80,453 पोइन्ट कति गर्नु पर्यो? नम्बर अफ एक्टिभ क्लाइन्ट हेर्ने माथि जानुस्। 20-21 मा कति छ? 396। कति आउँछ यसको? 7,526.39 आउँदो रहेछ। ल यसरी नै हामी कस्ट पर क्लाइन्ट्स 2021-22 को लागि पनि निकाल्छ है। यसमा हेर्नुस् कति छ? 35,61,503 डिवाइड बाइ 417। ल यसरी गर्नुस् आउँछ 8,540.77। 8,540.77 यसरी निकाल्नु पर्यो। ल यो क्वेशन केही पनि सेम फरक छैन। 4 नम्बरमा नि क्वेशनै जस्ताको जस्तै फोटोकपी हो, अमाउन्टहरु अलिअलि फरक गर्न सकिन्छ नि है। अब यसरी निकाल्नु पर्यो। ल सकिन्छ अब गर्न। यो क्वेशन आयो भने सेम तपाईलाई बुकमा पनि छ हेर्नु होला हैन कि यो आउँछ
कि हिजो पढेको टाइपको आउँछ। त्यो दुईटा मध्ये एउटा आउने धेरै टाउको दुखाउनु पर्दैन, अलिअलि अब थ्योरी पनि हेर्नु पर्यो, त्यो दुईटा विषय नै भइहाल्यो ल। ठिक गरे हामी सर यो भिडियो पछि एउटा क्वेसन सोध्छु ल। रोक है भाइ।